आज चाहिँ मैले पनिर आलु अनि मटर बनाउन लाग्यो। यो दुधलाई चाहिँ मैले लेमन हालेर यो पनिर बनाउनलाई राखेको हो। पनिर चाहिँ मेरो खासै राम्रो भएको छैन, उसको पनिरको सेप चाहिँ, तर ट्राई गरेको पहिलोचोटि। अब आफैले भिडियो बनाउँदै आफैले खाना बनाउँदै गरेँ, त्यही भएर खासै त्यति राम्रो छैन। अनि पनिर पनि कस्तो भएको छ, पहिलोचोटि बनाएको। अनि पनिर चाहिँ यसो हल्का फ्राई गर्नु पर्यो भनेर हल्का फुटिरहेको छ। जिरा हालिदिएको छु अनि प्याज हालिदिएँ, तर मैले पेस्ट चाहिँ अदुवा र लसुनको पेस्ट चाहिँ हालेको भिडियो बनाएको छुइनँ, अगाडि नै हालिदिइसकेको छु। अनि मैले ससमा चाहिँ अब प्याज सब हालेर बनाएको छु। यो चाहिँ मैले सस हालेँ, चलाइदिएँ। अब चाहिँ तेल निस्कियो यसबाट। 10 मिनट जस्तो पकाएपछि बेसार, पाउडर चिल्ली अनि धनियाँको धुलो अनि यो चाहिँ नुन हालिदिएँ। यस्तो भयो यो ग्रेभी चाहिँ। यसमा चाहिँ मैले आलु हालिदिएँ, फेरि आलु हालिसकेपछि मटर हालिदिएँ। चलाएर 5 मिनटसम्म ढाकिदिएर फेरि रस हालिदिएँ अनि पनिर हालिदिएँ। फाइनल लुक चाहिँ यस्तो भयो। वाउ, यम्मी यम्मी।